गुड मर्निङ सबैलाई। म चाहिँ अब भात खाने टाइम भएको, मेरो चाहिँ लन्च टाइम भएको, त्यसैले मैले साग र भात चाहिँ एकदम रस हालेर मजाले खाँदैछु। यस्तो खालको साग छ है मेरोमा चाहिँ। साग र भात चाहिँ म यसरी खान्छु सधैँ। मेरो स्किन कस्तो राम्रो भएको हेर्नु त। यसरी साग भात खाएको हाल्नुपर्छ। कसलाई खानु मन लाग्यो साग र भात यसरी खानुहोस् ल। बाई बाई।